Mansa, say bye-bye to Nerima. Bye-bye to Nerima. See you again. And you? When? Huh? When our? In future, can you treat us very well? Alright. ढिला भइसक्यो क्विक ब्रेकफास्ट 7-11मै गऱ्यो अब चाहिँ हामी टोकियो सेन्ट्रल गएर त्यहाँबाट सिन्कानसेनको ट्रेन चढेर बुलेट ट्रेन लाग्छ भने क्योतोतर्फ टोकियो वाज मजा आयो एकदम मजा आयो अब हेरौँ क्योतो कस्तो छ के त कस्तो छ हेरौँ अब हामी 2 घन्टामा पुगेर क्योतो 2 घन्टाको लागि देखाउ न 2 घन्टाको लागि यो मान्छेको इन्जोय हान्न जानु परेन चिल हान्दै बेला खानु पेट डम्म छ हुन्छ के गरेको कपडाहरू जुटाइदिएको माथि पनि रेडी अनि बस सिट पनि कम्फर्टेबल प्लेनको भन्दा राम्रो लाग्यो मलाई त ओके होइन भन्नु त खुट्टा राखेर रिल्याक्स रिल्याक्स गरेर Arriving at Hakata Terminal. Cars 1 and 2 offer passengers without seat reservation. पुरै दामी हुनु सेट I don't know man. के अरे बिजनेस क्लासमा बस जस्तो भाइब आइरहेको मजा आयो है मजा आयो तर चाहिँ अब सिक्नु मान्छेले मैले खिच्नु पर्दैन हो होइन मजा आयो अहिले चाहिँ हामी कोयोतोमा आइसकेको छौँ अनि कोयोतो चाहिँ अलिकति डिफ्रेन्ट लाग्यो मलाई टोकियो भन्दाखेरि पुरै काठमाडौँ जस्तै हिलै घेरेर बिचमा रहेछ सो यहाँ चाहिँ मजा आउँछ जस्तो त बस्नलाई अब हेरौँ कस्तो छ के छ अब आज त रेस्टै गर्छौँ प्रायः अनि भोलिदेखि चाहिँ हामी यहाँ सुरु गर्छौँ यहाँ चाहिँ हामी 4 दिन बस्छौँ काठमाडौँको कोटेश्वर हाउस लाग्ने भयो तिमीलाई कोटेश्वर एरियातिर चाहिँ मजा आयो छिट्टो काठमाडौँ जस्तो थाहा गरेको चाहिँ यो ल्यान्डस्केपदेखि लिएर यो अनि खोलाको पुलहरू चाहिँ ठ्याक्कै छ ल है अनि मैले जापानमा फर्स्ट टाइम यो साइडमा अलिकति फोहोर देखेँ नत्र भने मैले एउटा चोखीसम्मबाट नि फोहोर छैन पात है पनि रुखको पात पनि झर्दै देखिनँ यहाँ चाहिँ अलिकति फोहोर देखेँ अनि थोरै अलिक लोकल भाइब्स आइरहेको यतातिर चाहिँ होइन बसिरह यताउति अनि मान्छेहरू चाहिँ अलिक फ्रेन्डली लाग्यो टोकियोको चाहिँ सर्भिसहरू दिने चाहिँ कुनै अब मान्छे अनुसार हुन्छ कुनै कुनै त्यस्तै हामीले अहिलेसम्म भेटेको त्यस्तै भइरहेको हुन सक्छ केही सोद्धा ओर्दाखेरि चाहिँ ट्रान्सलेट गरेर गरिदिन्थ्यो यहाँ चाहिँ उल्टो हामीलाई अघि नै त्यस तर हामी आफै नेभिगेट गर्दै घुम्नेवाला छौँ अब यहाँनिर चाहिँ अघि हामीलाई स्टेसनमा उल्टो देखाइदियो एउटा मान्छेले त्यो स्टाफले धरियो क्या है अब उसले नबुझाइ हुनसक्छ अन्त बट फ्रेन्डली चाहिँ लागेन किनभने त्यो उसमै पनि अघि त्यो स्टेसनमै पनि मैले त्यो ठ्याक्क ब्याग उयो गरेको थिएँ नि कस्तो त्यो छोड्दै नछोडेको क्या सिधा उभिएको नि बाटोमा उभिएर अलिक तर राम्रो चाहिँ राम्रो छ मनसा क्या आएको अरे स्पेसल रामेन
बेबे अब चाहिँ हामी निक्लिन लागेको छौँ हल्का सपिङ छ सपिङ गरेर अनि आज कहाँ जाने अरे आज हामी कोएटोको टेम्पल किमोनो लाउने दिन किमोनोको ड्रेस लाएर हल्का फोटोसुट पनि छ बेलुकातिर फर्स्ट टाइम बस पनि चलिरहेको जापानमा टोकियोमा चाहिँ प्रायः सबै पब्लिक ट्रान्सपोर्टमा ट्रेन सबवेहरू नै थियो बट यहाँनिर चाहिँ बस पनि चढ्नु पर्ने रहेछ मस्ट अफ टाइम त्यस्तो गाह्रो त भएन नेभिगेट गर्नलाई एउटा हात चाहिँ लिनु परेको थियो स्ट्रेट कन्फर्म गर्नको लागि किनभने मलाई थाहा छ रङ स्ट्रिटबाट चढ्यो भने अपोजिट डिरेक्सनमा जान्छ भनेर अब हामी क्यामेराको मेमोरी फर्स्ट प्रायोरिटी त्यो लिन जान्छ त्यस पछाडि कता जाने भनेर एक्सप्लोर गर्छौँ बेग्लै क्योटोमा चाहिँ सब मन्दिर लाइक टेम्पल टाउन बुद्धिस्ट टेम्पल टाउन भनेको थाहा छ हुन चाहिँ मन्दिरै मन्दिर अनि प्रायः मान्छेहरू पनि त बुढा मान्छेहरू देखिरहेको छ क्या मैले यहाँभन्दा मस्त सिमिलरिटी पाउँछ Gyoza best, 7-Eleven sandwich best, ramen best. खानाको लागि चाहिँ अब चाहिँ म मेरो मेन क्यामेरामा स्विच भइसकेँ अब चाहिँ दामी दामी भिडियो पनि आउँछ लास्ट 3 to 4 days मैले खिच्नै पाएन अनि फेरि यस्तो टाइम रस भयो कि किन्नै पाएन क्या मैले अब आज चाहिँ किनेको छु मेमोरी कार्ड अनि मेन प्रब्लम भनेको मैले अर्को मेरो सेटा केबल जस्तो हुन्छ त्यो पनि लिएर आएन छु किन त्यो लिएर आएको थिएँ ल्यापटपमा ट्रान्सफर गरेर पनि गर्थेँ मैले तर त्यो केबल पनि ल्याउन बिर्सेछु त्यही भएर फ्रम नेक्स्ट टाइम लर्निङ भनेको चाहिँ एकदमै प्रिपेयर गरेर हिँड्नुपर्ने रहेछ अब हामी यहाँ क्विकली लन्च गर्छौँ त्यहाँ नेपाली रेस्टुरेन्ट देखिरहेको छ खाइसक्छ I don't know what went wrong. First time जापानमा खानाको मामलामा चाहिँ it's like rip off भयौँ हामी अहिले चाहिँ यस्तो नमिठो खाना खाने ठाउँमा आइएछ यस्तो नमिठो ठाउँमा आइएछ त्यस्तो भोक लागिरहेको थियो नि त बिहान होइन नत्र पिठो मात्रै थियो छोइलामा पुरै बेसार काँचो बेसार अनि तोरीको तेल त्यो छोइला मैले टोक्न खोजेँ होइन 3-4 मिनटसम्म चबाएको गरेँ तर मैले त्यो चबाउन नसकेर सब फाल्दियो है मोमो त झन् हामीले त्यो एउटा पिसले 2जनाले चाखेर पनि त्यो पुरै उब्रिरहेको थियो अरू त्यतिकै अब ठिकै छ केही भएन अब त्यसको त्यो त्यहाँनिर हल्का सपिङ गरौँ अनि त्यस पछाडि हाम्रो मिठो र हामीले खान सकेको भनेको पानी मात्रै हो ठिकै छ फर्स्ट टाइम नत्र नो कम्प्लेन अहिलेसम्म यस्तो दामी खाना पाइरहेको थियो हामीले इभन नेपाली रेस्टुरेन्ट पनि फर्स्ट टाइम खाएको रेस्टुरेन्ट यति मिठो थियो त्यो रेस्टुरेन्टमा इट वाज गुड के आई डोन्ट नो यहाँ अब मेबी हाम्रो रङ स्पट छान्यो कि क्योटोमा टाइमिङ रङ थियो के रङ भयो थाहा छैन बसिहाल्यो अब ठिकै छ इट्स ओके लेट्स गो लेट इट नट विन आवर डे है त यहाँ त डढ्दा भनेको ल लेट्स गो 立ち止まらずに奥へお進みください。立ち止まらずに奥へお進みください。立ち止まらずに The next stop is Higashiyama.
यता हेर त के लाउनु लागेको अरे Okay, sure. Well, Kimono, how are you? Lava. Alright. आजको चाहिँ अब सबै थोक सकिसकेको छ हाम्रो हुन्छ ए हाउ वाज फोटोसुट एक्सपिरियन्स हो मेरो त सक्यो यार तर ठिकै छ रमाइलो भयो है फोटोसुट चेरी ब्लसममा फोटो भएन भनिरहेको थियो मान्छेले अस्तिदेखि बट आज हाम्रो एउटै किमोनो लाएकै फोटोसुटमा चेरी ब्लसम पनि हेर्न पायो एभ्रिथिङ भयो बट सरी मैले भिडियो क्याप्चर गर्न पाइनँ किन भन्दाखेरि आई वाज अल्सो इन द फोटोसुट ठिकै छ रमाइलो एक्सपिरियन्स भयो म फोटोहरू चाहिँ हालिदिन्छु साइडमा सो मजा आयो अब चाहिँ हामी एकैछिन यहाँ वरिपरि घुमेर अनि केही खाएर फर्किन्छौँ लास्ट भिड छ गाइज कट यस्तो छ यहाँ एक दुईवटा एक्सपिरियन्स निक्लेपछि लास्ट भिजिट अब अलिकति भित्र गयो भने फेरि पुरै पिस छ त्यो चाहिँ मलाई जापानको एकदम मन परायो जस्तो टाइपको इन्भाइरोमेन्ट चाहियो त्यस्तै खाले छ क्या ह्याप्पनिङ ठाउँ चाहिँ जाला ह्याप्पनिङ छ अब अलिकति उता गयो भने पुरै कल्चर ट्रेडिसन आउँछ इज गुड ओके के खाने त हामी ओ के खाने आज ऊ फोटोमै मस्त छ म फोटै हालिदिन्छु क्या मैले भ्लग गर्न पाएन नि त ल अब लेट्स सी हामी हाम्रो डिनरको खोजीतर्फ लाग्छौँ अहिले छौँ हामी हान्क्यौँ करामाची स्टेसन ए आज सपिङ पनि गर्न भ्याइसक्यो केटीले म चाहिँ के किन्ने त अब म चाहिँ के किन्ने अनिसुका कहिले ट्रेनिङ गरेर किन्ने भने होइन हो किनभने आजसम्म हामीले रियलाइज गरेको एउटा केही पनि ट्रेनिङ रहेन खालको सो अनिसुका चाहिँ ट्रेनिङ किन्ने सेम किन्ने सो द्याट यहाँ पनि कोच रहेछ नि त यही कोच हो के यही कोच हे प्रभु यही त्यही ठाउँमा हो क्या हामी अहिले त्यो त बाहिर ए प्रभु त्यही हो के बुझ न त्यो त बाहिर उयो राखेको हो त्यही स्टोर हो त्यही हामी ठामै त्यहाँ आएको छ कि सिम्पल वाले खानु ल कतिवटा खानु एक प्याकेट एक-एकवटा के ट्राई गर्न लाग्यो है ट्राइङ क्रिम स्यान्डविच स्ट्रबेरी स्यान्डविच बट ओरेन्ज पनि जाने हो उतैको त्यही त्यो ब्याम्बो ग्रोभतिर कि हुन्छ ओके डे 4 आज चाहिँ कि डे 3
डे 3 क्योटोको डे 3 अब आज हामी ब्याम्बो ग्रुभ जान लागेको अनि बिहानभरि पानी पर्यो चिसो छ आज दिन चाहिँ अब निक्लिन्छौँ यहाँबाट अनि ब्याम्बो ग्रुपतर्फ जान्छौँ यहाँबाट अराउन्ड 1 आवर लाग्ने रहेछ दुईवटा ट्रेन चेन्ज गर्नुपर्ने रहेछ सो आज जान्छौँ ओके अहिले चाहिँ हामी अरासियामा आइसकेको छौँ अब यहाँबाट चाहिँ हामी ब्याम्बो फरेस्ट जान्छौँ यस्तो दामी ठाउँ छ यो पनि माई गड चेरी ब्लसम फुल अन छ चेरी ब्लसम अझै पनि देखिरहेको छ यस्तो दामी भ्यू छ मजा आइरहेछ सो अब चाहिँ हामी यहाँ क्विक ब्रेकफास्ट गरेर अनि त्यस पछाडि ब्याम्बो ग्रुपतिर जान्छौँ तर आज ब्रेकफास्ट आई थिङ्क 2 बजे होला होइन मेन प्रब्लम भनेको चाहिँ अब के ब्रन्च भनौँ न किन ब्रेकफास्ट मात्र भनेर मेन प्रब्लम भनेको चाहिँ बिहान पानी परेको थियो त्यसले गर्दाखेरि सबैजना यति बेला आइरहेछ सबैजना यतिखेर आइरहेछन् जस्तो छ कि अब वाइल्ड भिड होला जस्तो छ बट ठिकै छ जस्तो हुन्छ आज हामी विल ट्राई टु क्याप्चर गाइस जस्तो देख्छौँ त्यस्तै पस्किन्छौँ मजाले हेर्नु होला तर चिसो बिहानै पानी पऱ्यो होला ट्याक्कै त्यो मनोकामनातिर माथि लागेको पछाडिको चिसो फिल हुन्छ नि त्यस्तै टाइपको फिल यस्तो यो मेन प्लेस भन्दा हामी जान्छौँ नि हो त्यस्तोहरू भन्दा त्यो कस्तो अनएक्सपेक्टेड तरिकाले के ऱ्यान्डमली हिँडिराख्छौँ नि भाइरल नभएको तर मैले त लाइक त्यो जापान भनेको चाहिँ भाइरल हेरेर आउने होइन रहेछ क्या बरु अरू नै रिसर्च गर्ने आफै अनि क्वाइट प्लेसहरू ऱ्यान्डम स्ट्रिटहरू हिँड्दै अझै धेरै मजा आउँछ नाइट लाइफ अझै राम्रो होइन अनि कुनै स्ट्रिट गयो वाइल्ड बिजी हुन्छ होइन त्यसको 1-2 मिनट तल गयो भने त मुडै यतिकै त्यो सुन न त्यो कुनै स्ट्रिटहरू क्या एकदम बिजी हुन्छ होइन त्यसको 1-2 मिनट तल झरेर अर्को स्ट्रिट पसेपछि क्वाइट स्ट्रिट आइहाल्छ नि है कस्तो फेरि बेग्लै छ कि एउटै अब नत्र भने अब जस्तो यो ठाउँ त एउटै हो नि त अब हिजो यता गयौँ मन्दिरै त हो साकुरै छ तर छैन कि साकुरै डिफ्रेन्ट खालको भाइब छ जता गयो नि रमाइलो हिजै त्यत्रो खिचिरहेको छ साकुरामा होइन भनेको आउँछ त भनेको क्या cornichons sur cette
बोतलको खनेर दिँदा यार आज बिहान पानी परेर ढिलो उठ्नुको करामत हाम्रो यही होइन यस्तो भिड छ ट्राफिक जाममा हिँडे यस्तो भएर आहो त्यो ब्याम्बोमा फोटो पनि देखिन्छ कस्तो लाग्यो तपाईँलाई बाँसघारीमा स्वागत छ बाँसघारी पनि प्योर बाँसघारी नै रहेछ नि त नै हुन्छ नि होइन के अरे बेबी के अरे यो के भन्छ उयो के घुस खुवाउने भगवान्लाई पनि बेग्ला बेग्लै हुने रहेछ कि यहाँनिर ट्राफिक सेफ्टीको लागि यो चढाउनु पर्ने रहेछ लभ एन्ड रिलेसनसिपको लागि यो चढाउनु पर्ने रहेछ अनि तिम्रो कुनै ड्रिम कमको लागि यो ह्याप्पिनेसको लागि यो लभ एन्ड रिलेसनसिपको लागि चाहिँ यो कस्तो हाँस उठ्ने क्या निकाल के उसको ठंड लग रही बाँस खाने बाँस खाने यतिको टाइपको बाँसघारी चाहिँ यो बाहिरको डेन्स त छैन ओके तिम्रो माछा र बाँसको कलर पनि नै रह त सक्यो नि त फेरि है अघि नखाइराख्नु पर्ने रहेछ हामी रेगुलर 3 दिन आइसक्यो नि 3 दिन अझै होइन आज होइन धेरै जाने हामी त्यो अनिस्का टाइगरको सुज लिनको लागि भनेर 2 दिन यो ठाउँमा आयो 2 दिनमा 2 दिनै लाइनमा छन् क्या मान्छेहरू 30 मिनट to 2 आवर वेट गर्नु पर्थ्यो अरे आज हामी अलिक छिटो आइपुगेको छ सो वी विल डेफिनेटली टेक इट आज I guess everything here. Also हामी सिन्जुकु निकिसी अहिले चाहिँ हामी निकिसी मार्केटभित्र छौँ अब यो निकिसी मार्केट एकैछिन घुमेर चाहिँ अनि आज घर गएर इन्ड अफ द डे गर्नुपर्ने हुन्छ हामीले
ओके डे लास्ट डेटको यो थियो आज त भनौँ होइन आज चाहिँ हामी फुसीमी इनारी साइन जाँदैछौँ अर्ली मर्निङ 7 पनि भएछ 7:30 भयो अब होपफुली राम्ररी फोटोसोटो खिच्न पाइन्छ होला आज चाहिँ Nice, okay, let's go. Bye-bye. ओके हामी चाहिँ फुसीमी इनारीको गेट आइसकेको छौँ जाँदैछौँ अब 5 मिनटमा पुगिन्छ अनि डु यु नो यहाँनिर किन यति धेरै गेट बनाएको अरे के बिलिभ छ अरे भने जतिले पनि अब बिजनेस ओपन गर्छन् यहाँनिर तिनीहरूले चाहिँ त्यहाँ गेट राख्यो भने चाहिँ उनीहरूको बिजनेस राम्रो हुन्छ अरे क्या हो त्यो बिलिफले गर्दाखेरि चाहिँ राखेको अरे क्या मैले देखिरहेको थिएँ अनि त्यही भएर पनि हो अरे सो अब हामीले चाहिँ गेट नराखे पनि त्यहाँ गएर त्यो गेट पार गरेर आइसके पछाडि हाम्रो पनि प्रोसेस स्मुथ हुन्छ है त फर द फ्युचर भनौँ न तर चिसो छ यार आज है के बिजनेस थियो भने त पाएको थिएन होइन एनुअली चाहिँ झट्टै रमाएको हाल्नु पऱ्यो त्यो फर्केर आइसक्यो कतिजना ढिलो भइसक्यो हुँदैन छिटो 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 तिमीलाई त स्ट्यान्ड ट्राइपड अब त कामै परेन त त्यो उयो चाहिँ हिँड न त्यो चाहिँ हुनुपर्छ हामी त लगभग 7:30 आइपुग्यो होला तर आउनु पर्ने चाहिँ खासमा यहाँ पनि 5:30 को ट्रेन फर्स्ट ट्रेन लाग्दो रहेछ 6 बजी चाहिँ आइपुगिने रहेछ हामी 5:30 को ट्रेन चढाएको थियो भने बट ठिकै छ इट्स ओके लेट्स गो जस्तो हुन्छ त्यस्तै हेरिन्छ अनि आइन्छ प्रस्तुत गर्छौँ होइन तर मेन कुरा भने जापानमा मैले भ्लग चाहिँ कुनै पनि मलाई थाहा छैन म एडिट पनि कसरी गर्छु गर्दिनँ भनेर अरू मेबी ऱ्यान्डम भिडियो जो छ त्यति हालिदिन्छु होला सायद होइन किनभने यति मैले खिचेँ होइन अनि केही पनि अर्डरमा सोचेर खिच्नै भएको छैन कि यो लङ ट्रिपमा चाहिँ गाह्रो हुँदो रहेछ गेट चाहिँ यस्तै हुन्छ है सबै फेरि यस्तो के हामी एक दिन बस्यो भने यो ठाउँको भन्दा हुन्थ्यो नि त अब बट जापानमा टुरिस्ट स्पट चाहिँ सबै नै हुन्छ नि ओभर क्राउडेड हो किन भन त अब यस्तो स्पटमा बिहान 6:30-7 आइपुग्दाखेरि भने मान्छे नै मान्छे भन्दा मेला लाग्यो जस्तो छ कि
न फोटो राम्ररी खिच्न पाउँछ न भिडियो राम्ररी बनाउन पाइन्छ बट जे हो नि एक्सपिरियन्स यही हो यस्तै नै हो कि अलिक हामी मेन चाहिँ चेरी मेन हामी मेन सिजनमा आएर पनि होला चेरी प्लसमा अरू बेला यति साह्रो त नहुनु पर्ने हो इयरैभरि होइन तर घरि यस्तो हो भने त थाम्दै कि टुरिस्टले रहेछ भन्दा हुन्छ कि कसम यार अनि फेरि यस्तो पनि हो जस्तो लाग्यो मलाई अहिले वारहरू पनि भइरहेछ अनि सबै मान्छे यतै डाइभर्ट भइरहेको नि त अब मिडल इस्टतिर जाने यताउति जानेहरूको थियो नि त कति यहाँ कस्तो होला ठिकै आउनु अब त चेरी ब्लसम पनि खासै खिच्न मन लाग्दैन नि हौ टन्नै छ है ओके अब चाहिँ हामी फुसिमी रानी सकेर गोल्डन प्याभिलियन टेम्पल हेर्न आएको छौँ यहाँ पनि अलरेडी भिड चाहिँ इट्स लाइक सुरु भइसकेको छ आल्सो यो मान्छेहरूको रफ्तार कन्सर्ट हेर्न गयो यस्तो कन्सर्टकै भिड हो अस्ट्रेलियामा कन्सर्टहरू आए जस्तो भिड हुन्छ त्यस्तै कस्तो रहेछ भने नि यहाँनिर अलि आइकनिक प्लेस जानु छ भने बिहानको 5 बजे 5 बजे लोकेसनमा गेट खोल्नु तर यो त फेरि गेटै 9 बजी खुल्दो रहेछ क्या त्यहाँ अघिकोमा चाहिँ हामीले दियोस् एउटा दुईवटा सिङ्गल फोटो खिच्न पायो भिडियो त त्यस्तो राम्ररी खिच्न पाएन त भिडमा आई स्टिल ट्राई टु गेट लाइक 1 or 2 shots पछि जाने That's मान्छेहरूले okay त्यति enough. पनि पाएन त्यो त टुरिस्टले नै ओभरक्राउड गरेर छ के त टोकियो पनि त्यस्तै थियो अब लेट्स ओसाका कस्तो छ ग्रुपमा त फोटो पनि खिच्न पाउँदैन अरे सो अहिले चाहिँ हामी गोल्डन प्याभिलियन हेरिसकेको छौँ के हो भन्ने क्या खै म त आएर न मान्छे चाहिँ एकदमै धेरै आउने हो होइन तर हामीलाई चाहिँ त्यस्तो खासै भनेर अलरेडी देखिसकेको भन्नु नि होला हामीलाई टेम्पलमा चाहिँ अब यतिको टेम्पल हामीले अब स्वयम्भूमा बुद्धमा देखायो नि त गोल्ड कलरको लाग्छ देखेको देखेको अन्त यहाँ के थिन कलरको लेयर लगाएको रहेछ होइन भनेपछि गोल्डको तलको चाहिँ काठहरू रहेछ होइन अनि फर्स्टको 3टा फ्लोर छ नि त फर्स्टको तलको बटम फ्लोर चाहिँ काठहरूको रहेछ अनि त्यो तल 2टा सेकेन्ड फ्लोर र फर्स्ट फ्लोर छ नि त्यो चाहिँ गोल्ड कोटेड रहेछ कि थिन लेयर चाहिँ गोल्डको रहेछ कि बाहिरको चाहिँ गोल्ड त्यति नै गर्दा नि यहाँ कति केजी सुन युज होला त त्यो त यत्रो छ युज त धेरै भयो तर आई थिङ्क अनि त्यो माथिको पनि होला नि त्यसमा चाहिँ अलिक धेरै गोल्ड तर हामीलाई चाहिँ अलरेडी यो स्ट्रक्चर भएको मन्दिरहरू प्यागोडाहरू सब देखिसकेको भएर त्यस्तो खास नलागेको लागि मतलब मान्छे कति छन् क्या अब बिहान हामी त्यो फुस्मी नारी गयो त्यहाँ पनि यस्तै मान्छे थियो यहाँ आयो यहाँ पनि यस्तै छ हिजो त्यो ब्याम्बो पुरा के अरे बाँसको हेर्न गएको त्यहाँ पनि त्यस्तै मान्छे थियो है अझ त्यसमा त त्यो उयो पैसा तिरी त्यो अलिक प्राइभेट भित्र पनि गइरहेको थियो त्यसरी त नजाउँ भनेर हामी गएन त्यहाँ आई फिल लाइक नेपालमा पनि मजाले गर्न सक्नु हो भने चाहिँ हुन्छ तर यस्तो चाहिँ नहोस् यार यहाँको मान्छेको लाइक यहीँको सिटिजनहरूको लाइफ नै उयो हुने गरी त यो चाहिँ अलिक धेरै नै क्राउडेड लाग्यो कस्तो भयो भने नि सुरुमा पर्सनल स्पेसै छैन नि यिनीहरूलाई यार अब सुरुमा त हामी अलिक अब उयो भएको थियो नि त अहिले त अब कस्तो एक हप्ताभन्दा बढी पनि अलिअलि बुझ्न थाल्यो यहाँको यिनीहरूको कुरा अनि त्यो गर्दाखेरि चाहिँ क्राउडेड अनि खासै मन नपराउँदो रहेछ क्या यस्तो धेरै आइदिएको ओरेको होइन त्यही भएर कस्तो वेल बिहेभै गरिरहेको हुँदैन सर्भिस लिन गयो भने दे आर टप नच जति पनि होइन बट इन पब्लिक ट्रान्सपोर्टमा चाहिँ अथवा बाहिर चाहिँ तेरो फ्लाइट हो एनिवे अघि अब हामी यहाँ सक्यो अब ब्रेकफास्ट खाएर अनि त्यस पछाडि कहाँ जाने भनेर हेर्छौँ भन्छ कस्तो रह त गोल्डन प्याभिलियन रमाइलो हो
मलाई त कस्तो स्वयम्भू आयो जस्तो फिल भयो बास्ना बौद्धभन्दा पनि त्यो स्वयम्भू उयसको धुपको बास्ना आइरहेको छैन स्वयम्भू ठ्याक्कै क्या है मात्र यहाँ घन्टी चाहिँ बजाएको छैन What is that? ड्राई फ्रुट्सहरू माछा मान्छेलाई गोल्ड पेभिलियन टेम्पल ल्याएको मात्र के थियो उसलाई आइसक्रिम पनि गोल्ड प्लेटेडै खानु पर्यो अरे मालिक इतना खर्च हो ही गया अलिकति खाँदा के हुन्छ भनेर अब गोल्ड प्लेटेड लो कति क्यारेट गोल्ड होला यो 24 क्यारेट गोल्ड अफ कोर्स ओके भन्छ त्यो ठाउँको नाम के हो हेर त आधा सिनो मेन बुथ सुजी कस्तो थुपा 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 बनायो है राइट अहिले चाहिँ हामी यो ब्युटिफुल बाटो हुँदै हुँदै आधा सिनो टेम्पल जाँदैछौँ त्यहाँ चाहिँ बुद्धको स्तूपहरू यति धेरै रहेछ त्यो मूर्तिहरू त्यही हेर्नको लागि जानला किनभने हिजो हाम्रो यो मिस भएको थियो क्या थुपा बनाइरहेको अराउन्ड 1 आवरको ड्राइभ अनि त्यस पछाडि यो ब्युटिफुल रुट यस 24 मिनट वाक हामीले बस छोडिदिउँ अल्छी लाग्यो भने त यस्तो दामी छ यो बाटै तर मजा आइरहेछ बाटैमा है क्या बवाल छ अति दामी छ यार बाटो टोकियोहरू भन्दाखेरि पनि यो क्योटोमा चाहिँ इफ टाइम छ भने चाहिँ टाइम छ भने चाहिँ के त पुरै हिँडेरै एक्सप्लोर गर्दाखेरि राम्रो बसमा गयो अनि त्यसपछि भित्र जानुमा चाहिँ हिँडेर गयो भने एकदम त्यो मेन डेस्टिनेसन भन्दा स्ट्रिटहरू एकदमै क्युट beautiful क्युट छ। स्ट्रिट छ भित्रभित्रको स्ट्रिटहरू अनि हामीले यहाँनिर ऱ्यान्डम यत्तिकै भित्र हिँड्दाखेरि कति राम्रो राम्रो क्याफेहरू एक्सप्लोर गरिरहेछौँ। है त्यस्तो हुन्छ भाइरल पनि भएको हुँदैन लिटरली हिजो बेलुका तर अब यहाँ आइसकेपछि भिड सुरु हो थाहा छ कि बाटोभरि भिड छैन मान्छेहरू बसमा गयो नि त अब यहाँ ठ्याक्क लोकेसन आइसकेपछि भिड सुरु हो क्या हिजो अब फर्स्ट टाइम हिजो र अनि आजको बिहानमा तिमी र म मात्र थियौँ है त्यो क्याफेभरिमा क्याफेभरिमा अनि सुरुमा त लास्ट दामी यार बे यस्तो नेपालमा छु जस्तो फिल भइरहेको तिमीलाई नेपालमा छु जस्तो राखेन यो बाटो हेरेर हो है अलिअलि अलिअलि मलाई त पुरै अनि हावाहरू पनि त्यस्तै छ क्या है अन्त हावाहरू जस्तो लागेको छैन हेरौँ न टोट ब्यागको कन्सेप्टहरू सेम छ नि
हुन्छ Die Ricardos. टिकट रहन्न हो भने sunscreen is must हो babe. मैले बिर्सेको बिर्सेँ आज चाहिँ सम्झेँ क्या For me, no sunscreen. छाला डलेर कालो भइसक्यो एकचोटि आऊ अहिले चाहिँ हामी यो आधा सिनो नेन्सो जेती भन्ने टेम्पोमा आएको छौँ यहाँनिर चाहिँ बुद्धको कतिवटा त्यो स्ट्याचु छ भन्ने जस्तो लाग्छ मलाई सो त्यही हेर्नको लागि आएको हामी चाहिँ तर ब्याम्बो पनि जान मिल्दो रहेछ जुन हामीले चाहिँ मिस गरेको थियौँ सो त्यही हेरौँ है त अहिले चाहिँ अब यहाँ बस्न मिल्ला नि होइन रुल अफ द डे भनेको चाहिँ अहिले पनि यो टिकटिके र इन्स्टाग्रामर्सहरूको भरोसा नगर्दा हुने रहेछ भनेर मैले बुझेँ हिजोको हाम्रो होल डे वेस्ट भएको थियो किन भन्दाखेरि चाहिँ हामी त्यो ब्याम्बो फरेस्ट गयो यति क्राउडेड थियो त्यो ठाउँ त्यहीँदेखि 20 मिनट वाक गरेर यहाँ माथि आइसके पछाडि तर यहाँ टिकट त्यो चाहिँ फ्री हो यो चाहिँ टिकट हो बट यस स्टिल जस्ट $5 मा यस्तो ओपन स्पेसमा यति राम्रो ठाउँ रहेछ हिजो हाम्रो डे वेस्ट भयो क्या 1 डे वेस्ट भयो जस्ट बिकज अफ द्याट के
एनिवे इट्स अल गुड रमाइलो भयो तपाईँहरू चाहिँ यदि आउँदै हुनुहुन्छ भने ब्याम्बो फरेस्ट आउनु पर्दैन यो टेम्पल आए इनफ हुन्छ इनफ एभ्रिथिङ छ यहीँनेरि इभन फोटोग्राफी गर्नेहरूलाई आई डोन्ट नो अब यो कमर्सियल फोटोग्राफी त मिल्दैन होला तर यो के भन्छ साथीहरूसँग फोटो खिच्नु जाने नि अलिक ब्लुमिङको सिजनमा हाल्ने यहीँ हुन्छ होला है अनि यो टाइम एकदम पर्फेक्ट छ जस्तो लाग्यो क्योतोको चाहिँ आजदेखि सक्यो अब चाहिँ हामी ओसाकातर्फ लाग्दैछौँ लोकल ट्रेन क्याच गरेर यहाँबाट 1 hour 15 minute 4टा ट्रेन चेन्ज गर्नुपर्छ सो विथ अल द ब्यागेज रमाइलो हुनेवाला छ ठिकै छ अब हामी ओसाका